नमस्ते। आज हामी विगतका भिडियोहरूको सिरियली अर्डर अनुसार एनएलपी को टेक्निकको बारेमा हामी केही छलफल गर्छौँ। एनएलपी को बारेमा मैले अघिल्लो भिडियोहरूमा पनि धेरैचोटि छलफल गरिसकेको छु। न्यूरो लिङ्ग्विस्टिक प्रोग्राम एउटा अत्याधुनिक मानसिक अवस्थालाई ठिक राखेर व्यवहारलाई पोजिटिभ बनाइराख्ने एउटा टेक्निक हो। न्यूरो लिङ्ग्विस्टिक प्रोग्राममा माइन्डलाई ट्रेन गर्ने विभिन्न किसिमका टेक्निकहरू हुन्छन्। मानव जीवनको प्रत्येक पलमा यसको प्रयोग भइराखेको हुन्छ, तर हामीलाई थाहा भइराखेको हुँदैन। ट्रेनिङ लिएको व्यक्ति उसलाई चाहिँ आफूले ट्रेनिङ लिइसकेपछि हामीमा न्यूरो लिङ्ग्विस्टिक प्रोग्रामको हामीले काम गरिराखेका हुन्छौँ या हामी त्यसको प्रयोग गरिराखेका हुन्छौँ भन्ने कुराहरूलाई थाहा भइराखेको हुन्छ। मुख्यतया मानसिक समस्याको समाधानको लागि यो टेक्निकको प्रयोग गरिराखेको हुन्छ। यी टेक्निकहरूको प्रयोग गरेका हुन्छौँ, जसमा चाहिँ एन्जाइटी, डिप्रेसन, ओसिडी, म्यानिक जस्ता विभिन्न किसिमका न्युरोलोजिकल समस्याहरू यानि कि साइकोसोसियल डिसअर्डरहरूको यसले चाहिँ सल्युसन गर्दछ। यद्यपि सधैँ मानिसमा पनि राम्रै किसिमको मानिसमा पनि जीवनलाई अझै प्रमोसन गर्नको लागि यसले सहयोग गरिराखेको हुन्छ। एनएलपी हाम्रो माइन्डको लर्निङ एक्सपिरियन्सद्वारा हाम्रो माइन्डमा एक किसिमको स्टोर भएर बसेको हुन्छ। कुनै पनि बच्चा जन्मिसकेपछि वो एक किसिमको उसको माइन्डमा खालीपन हुन्छ, उसले केही कुराहरू पनि जानेको हुँदैन। तर जब हामीसित घुलमिल हुँदै जान्छ उसले विभिन्न कुराहरू सिक्दै गइराखेको हुन्छ, नयाँ नयाँ कुराहरू सिकिराखेको हुन्छ। जस्तै खाना खाने, ब्रस गर्ने, हिँड्ने कसरी, बोल्ने कसरी, यी सब कुराहरू सिक्ने गर्छ। यी सबै कुराहरू सिक्दै जाँदाखेरि उसको माइन्डमा एक किसिमको प्याटर्न बन्दै जान्छ। लगातार कुनै कुराहरू दोहोरिँदै गयो भने प्रत्येक व्यक्तिको माइन्डमा प्याटर्न बन्छ। त्यो प्याटर्न बनिसकेपछि त्यो प्याटर्न अनुरूप उसले जिन्दगीभर ती कुराहरू दोहोऱ्याइराखेको हुन्छ। माइन्डले नै त्यो कुराहरू गराइराखेको हुन्छ। सबैभन्दा ठुलो कुरा यसमा कम्युनिकेसनको रोल हुन्छ, सञ्चारको भूमिका हुन्छ। सञ्चार हामीलाई थाहा छ दुई किसिमले हुन्छ। एउटा भर्बल सञ्चार हुन्छ, एउटा नन भर्बल सञ्चार हुन्छ। भर्बल सञ्चार भनेको मौखिक रूपमा बोलेर व्यक्त गर्ने कुराहरू भर्बल सञ्चार अन्तर्गत पर्दछन् भने हावभावको माध्यमबाट जुन सञ्चार हुन्छ त्यसलाई चाहिँ हामी नन भर्बल सञ्चार भन्दछौँ। दुईटै सञ्चार त्यत्तिकै महत्त्वपूर्ण छन्। कुनै पनि एक्सपिरियन्स हाम्रो माइन्डमा स्टोर भएर एउटा प्याटर्न बनिसकेपछि त्यसलाई चाहिँ हामीले जिन्दगीभर त्यसैले पन्छिराखेका हुन्छौँ र मान्छेले काम गरिराखेको हुन्छ, मान्छेले दैनिक व्यवहार चलाइराखेको हुन्छ। यदि हामीमा नेगेटिभ प्याटर्नहरू बस्छ भने त्यही नेगेटिभ व्यवहारहरू मान्छेले देखाइराखेको हुन्छ। यदि हामीले पोजिटिभ प्याटर्न बसाल्न सक्यो भने पोजिटिभ व्यवहार मान्छेले देखाइराखेको हुन्छ। त्यसकारण यदि नेगेटिभ प्याटर्न बनेको छ भने एनएलपीको माध्यमबाट नै हामीमा नेगेटिभ प्याटर्न बनेको हो र एनएलपीको माध्यमबाट नै त्यसलाई हामी त्यो प्याटर्नलाई चाहिँ हामी डिलिट गर्न सक्छौँ, डिस्ट्रोय गर्न सक्छौँ र नयाँ पोजिटिभ व्यवहारहरूलाई चाहिँ अपनाउन सक्छौँ। यसका विभिन्न टेक्निकहरू छन्। यिनीहरूको बारेमा हामी बिस्तारै छलफल गर्दै जानेछौँ। आजको लागि धन्यवाद। नमस्ते।